खुसी हुनका 3 नियमहरू। गरिरहनको निम्ति कुनै काम हुनु, माया गर्नलाई कोही व्यक्ति हुनु, अनि आशा गर्नलाई केही थोक हुनु। खुसीहरू हामीसँग के छन् त्यसमा भर पर्दैन, बरु हामीसँग जे छ सो प्रतिको सोचाइमा भर पर्दछ। थोरै भए पनि हामी खुसी हुन सक्छौँ अनि धेरै भए पनि दुखी हुन सक्छौँ। तिमी जहाँ जान्छौ साथमा मुस्कानलाई लिएर हिँड्ने गर। खुसी हुनको निम्ति सफल हुनु पर्दैन, बरु सफल हुनको निम्ति भने खुसी हुनु पर्दछ। यदि तिमीले जे काम गर्दछौ सो कामलाई माया गर्दछौ भने तिमी सफल हुन सक्छौ। तिमी जो हो र जस्तो छौ त्यसप्रति खुसी हुन सक्दैनौ भने तिमीसँग जे जति भए पनि खुसी हुन सक्दैनौ। अहिलेको यो पालामा खुसी हुनु, किनकि यही पल नै तिम्रो जिन्दगी हो। जब अवसर पाउँछौ हाँस्ने गर, किनकि यो नै सबैभन्दा सस्तो ओखती हो। कहिलेकाहीँ तिमी खुसी तिम्रो मुस्कानको कारण बन्न सक्छ भने कहिलेकाहीँ मुस्कान नै खुसीको कारण बन्न सक्छ। तिम्रो गालामा परेको चाउरीपनालाई कमैले मात्र ध्यान दिन्छन् जब तिमी मुस्कुराइरहेका हुन्छौ। तिम्रो आफ्नो उमेर वर्षहरूले होइन, बरु साथीहरू अनि कति कमायौ सोद्वारा नाप। आफ्नो जीवन आँसुद्वारा होइन, बरु आफ्नो मुस्कानद्वारा नाप। आफूसँग जे छैन त्यसको चिन्ता गरेर आफूसँग जे छ त्यसलाई बर्बाद नगर। ख्याल राख, आज जे छ त्यो पनि त्यही हो जसको निम्ति तिमीले हिजो आशा गरेका थियौ। तिम्रो जीवनको खुसी तिम्रो सोचाइको गुणस्तरमा निर्भर रहन्छ। आफ्नो छातीमा यो लेखेर राख्नु कि हरेक दिन तिम्रो सबैभन्दा सर्वोत्कृष्ट दिन हो। खुसी भनेको चुम्बन जस्तै हो, अरूलाई नबढी यसको मजा आउँदैन।